हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि हजुरहरू सन्चो सुबिस्तै हुनुहुन्छ होला। अनि आज चाहिँ म फेरि फार्ममै चाहिँ निक्लेको थिएँ। तल घर झरेको थिएँ सेले पनि फेरि फार्म निक्लेर चाहिँ मामालाई सब्जीहरू छाडिराखेर दिइराखेर चाहिँ म अलिकति उँभो जाँदैछु हिँडेरै। आज चाहिँ फर्किँदैछु बजारतर्फ र जाँदा मैले यहाँनिर अति नै राम्रो तपाईँहरूलाई पनि देखाउँ भने घरमा मामाले फुल फुलाउनु भएको रहेछ। अति नै राम्रो लाग्यो र तपाईँहरूलाई देखाउन चाहन्छु यो फुल पनि। र हजुरहरूले यो देखिरहनु भएको फुल चाहिँ मेरो फार्मकै माथिल्लोपट्टि माइजूको घरको बाहिर आँगनको पेटीमा लाउनु भएको रहेछ। र यो फुलहरू एकदमै मलाई चाहिँ मन पर्यो र यसको पनि हल्का भिडियो गरिदिइरहेछु मैले। अन्त यो चाहिँ हाम्रो माइजू काइली भन्छौँ हामी चाहिँ, काइली माइजू भन्छौँ। उहाँको घरको हो र उहाँको दिकु काइला यानि कि काइला दिकुको खास नाम चाहिँ ज्ञानबहादुर राई, उहाँको घरमा हो। यसरी नै हाम्रो मामाले चाहिँ यहाँ घरमा चाहिँ यसरी फुल फुलाउनु भएको रहेछ। मजाको फुल लाग्यो यो मलाई। हुनु त यस्तो मलाई फुलको बारेमा त थाहा छैन है, तैपनि मामाले चाहिँ मजाले यसरी फुल फुलाउनु भएको रहेछ। र कलरहरू पनि मिठो कलर, दामी देख्ने कलरको रहेछ है। मलाई पनि अति नै सुन्दर लाग्यो यो फुल, एकदमै राम्रो लागेर म यहाँ हल्का यहाँनिर भिडियो गरिरहेको छु। र साथै म चाहिँ अब यहाँबाट उँभो लाग्नेवाला छु बजारतर्फ। र आज चाहिँ पानी परेको कारणले गर्दा हेर्नुहोस् यहाँनिर जमिनहरू मजाले भिज्नु पाएँ। हिजो अस्ति भर्खरै यहाँनिर ट्र्याक्टर जोतेर बारी खनेको र त्यसमा मकैहरू छरेको छ र मजाले भिजेछ बारी पनि है। हाम्रो चाहिँ फेरि रोड झर्नुको लागि यस्तो ओह्रालो बाटो झर्नुपर्छ। यहाँदेखि अलिकति मुनि पर्छ, ऊ तल हल्का ब्लू कलरको घर देख्दै गरेकै छेउ नजिकमा हो हाम्रो रोड चाहिँ। अलिकति टाढै छ र म चाहिँ यहाँबाट उकाल आज सर्टकट जानु पर्यो है। अनि यहाँतिर चाहिँ अस्ति जोतेकै बारीहरू तपाईँलाई देखाउँदैछु। अनि बारी मजाले भिजेर आज एकदमै सफा दामी देख्दै रहेछ आज चाहिँ है यसरी। अन्त अब म चाहिँ यताबाट सर्टकट बाटो जानु पर्यो। हुनु त यो बाटो पनि म अलिक बादमा यहाँनिर चाहिँ ब्लक गर्नेवाला छु, किनकि बाटो चाहिँ खास यो हो नि त, यहाँबाट उता जानुपर्ने पर छ मेन बाटो चाहिँ है। अन्त त्यहाँबाट चाहिँ यो बाटो चाहिँ खास हो नि त पहिला हिँड्ने बाटो। अन्त अहिले चाहिँ माकुराले बुनेको जस्तो जाल बुनेको जस्तो बाटो बनाइदिएको छ मेरो बारीमा चाहिँ, कारण बारीहरू नचर्चाएर हो। र आज चाहिँ फर्किँदा यहाँनिर माइजूको घरमा निक्लेको थिएँ। बहिनीले मिठो यसरी दुध लगाएको नुनको चिया दिनुभएको थियो। र साथै माइजू चाहिँ यहाँनिर चुलामा सब्जी पकाउनु हुँदैछ र एकदमै दामी चुला पनि लाग्यो। र हल्का तपाईँहरूलाई पनि देखाउन चाहेँ मैले यहाँ। साथसाथै बहिनीको नानी चाहिँ उसको बोजूसँग बसिरहेछ।